जापान सरकारले बिजनेस म्यानेजर भिसा सम्बन्धी नियमहरू कडा बनाएपछि नयाँ आवेदन दिने विदेशीहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ। सरकारी तथ्याङ्क अनुसार नयाँ व्यवस्था लागू भएपछि आवेदन सङ्ख्या करिब 96% कमी आएको हो। विगतमा केही व्यक्तिहरूले नक्कली कम्पनी अर्थात् पेपर कम्पनी स्थापना गरेर उक्त भिसाको दुरुपयोग गर्दै अवैध रूपमा जापानमा बस्ने गरेको पाइएपछि सरकारले अक्टोबर 2025देखि नियमहरू परिमार्जन गरेको थियो। नयाँ व्यवस्था अनुसार बिजनेस म्यानेजर भिसाका लागि आवश्यक न्यूनतम चुक्ता पुँजी 50 लाख एनबाट बढाएर 3 करोड एन पुर्याइएको छ। साथै पूर्णकालीन कर्मचारी राख्नुपर्ने प्रावधान पनि अनिवार्य गरिएको छ। नियम कडा हुनु अघि मासिक औसत 1700 आवेदन पर्ने गरेकोमा पछिल्लो 5 महिनाको तथ्याङ्क अनुसार यो सङ्ख्या घटेर करिब 70मा सीमित भएको छ। हाल स्वीकृत हुने अधिकांश आवेदन ठूला सूचीकृत कम्पनीका उच्च अधिकारीहरूको मात्रै रहेको जनाइएको छ। यसैबीच जापानमा लामो समयदेखि व्यवसाय गर्दै आएका विदेशी लगानीकर्ताहरूले नयाँ नियमका कारण चिन्ता व्यक्त गरेका छन्। चुक्ता पुँजीको सीमा अत्याधिक बढाइएपछि साना तथा मध्यम स्तरका व्यवसायहरूलाई जापानमा व्यवसाय सञ्चालन गर्न कठिन हुने गरेको उनीहरूको भनाइरहेको छ। विशेषज्ञहरूका अनुसार सरकारको यो कडा नीतिले साना विदेशी लगानीकर्ताहरूलाई निरुत्साहित गर्नुको साथै जापानमा बसोबास गरिरहेका आप्रवासी समुदायमा दीर्घकालीन प्रभाव पार्न सक्ने देखिएको छ।